फेरि यहाँ किन यसरी तपाईँ माथि हातपात भयो? आउने बेला युवराज सफल चोर हो भन्ने रवि लामिछानेको भिजिलान्ते हो कि को हो, यहाँ अरू कोही छ भने तिनको अनुसन्धान भइराखेको छ। आन्दोलनको संयोजक हुनुहुन्छ, अब उहाँले यसको जवाबदेही हुनुपर्छ। के पाउनु होइन? ठिक छ, तपाईँले चाहिँ युवराज सफल चोर हो भनेर भन्नुभयो। सबभन्दा पहिला हात मिलाएर चाहिँ क्षमा याचना गर्न चाहन्छु। र त्यो ठुला माछाको पैसा खाएर आएका रहेछन्, यस्ता बिक्वाहरूलाई तपाईँ सडकमा नआउन म आग्रह गर्दछु। यहाँ आन्दोलनको क्रममा युवराज पौडेल सफल पनि उपस्थित हुँदै गर्दा युवराज सफल चोर हो भनेर विप्लवले बोल्न लागिसकेको नाराहरू लगाइसके पछाडि युवराज सर यो किन के भयो खास यहाँ चाहिँ भर्खर तपाईँ उपस्थित भएको, तपाईँ भ्रष्टाचार विरुद्धै उपस्थित हुनुभएको थियो होइन? तपाईँ भ्रष्टाचार विरुद्धै आन्दोलनमा सहभागिता जनाउँछु भनेरै फेसबुकमा पनि तपाईँले सेयर गर्नुभएको थियो, आउनुभएको थियो। फेरि यहाँ किन यसरी तपाईँ माथि हातपात भयो? यहाँ भ्रष्टाचार विरुद्ध अभियान छ भन्ने कुरा आयो। त्यसपछि मैले मेरो फेसबुकमा मैले